नमस्कार। मलाई लाग्छ हाम्रा पर्वत्य क्षेत्रबाट है विशेष गरेर दार्जिलिङ हिल्सबाट अनि त्यति मात्र होइन, सबै देशभरिका विद्यार्थीहरूले दार्जिलिङ हिल्स युनिभर्सिटीलाई उच्च शिक्षाको निम्ति चयन गर्नुपर्छ भन्ने मलाई लाग्छ। र किन त चयन गर्नुपर्ने लाग्छ भन्दा हामीले यदि तुलना गऱ्यौँ भने यो कान्छो है, मात्र यसको स्थापना कालदेखिको यता हेऱ्यौँ भने 5 वर्ष मात्र छ है भएको। तर त्यो 5 वर्षभित्रमा पनि हामीले कोभिडलाई अब छोडिदिउँ र 24 दिनको यताको यो 2 वर्ष अनि लगभग 3 वर्ष हुन लागेको यो अवधिमा दार्जिलिङ हिल्स युनिभर्सिटीले उन्नतिको धेरैवटा मोडहरू पार गरिसकेको जस्तो लाग्छ मलाई। अनि मलाई त्यो कुनै एउटा कल्पनाले पार गरेको एउटा भावनात्मक त्यो विषय होइन। हामीसित डेटा छ, हामीसित तथ्य छन्, जसले गर्दा दार्जिलिङ हिल्स युनिभर्सिटीले धेरैवटा सुन्दर मोडहरू पार गरेर अघि बढिरहेको छ जस्तो मलाई लाग्छ। र त्यसै कारणले गर्दा प्रत्येक विद्यार्थीले डिएचयुलाई उच्च शिक्षाको निम्ति चयन गर्नु आवश्यक हो जस्तो मलाई लाग्छ। यहाँनिर अध्ययनरत एमए इङ्ग्लिस, हिस्ट्री, पोलिटिकल साइन्स, नेपाली अनि मास कम अनि एमएससी इन म्याथमेटिक्स का विद्यार्थीहरूले लगभग आज हामीले 400 भन्दा बढी विद्यार्थीहरू यहाँबाट उत्तीर्ण भएर गएका छन्। र विशेष गरेर पोलिटिकल साइन्स, इङ्ग्लिस र नेपालीका विद्यार्थीहरूले नेट जस्तो परीक्षा उत्तीर्ण गरेर आज विभिन्न संस्थामा उनीहरू संलग्न छन्, शोध कार्यमा लागेका छन् र अन्य विद्यार्थीहरूले पनि धेरैवटा नेसनल प्रोजेक्टसित सम्बद्ध भएर कार्य गरिरहेका छन्। र यसले बताउँछ कि दार्जिलिङ हिल्स युनिभर्सिटीले गुणस्तरीय शिक्षा प्रदान गर्दछ भनेर। र यति मात्र होइन, यहाँनिर युजिसीको नियमअनुसार नियुक्त भएका 17 जना हाम्रा प्राध्यापकगणले बडो मनोयोगसित, उत्साहसित विद्यार्थीहरूलाई पढाइरहेका छन् र उनीहरूलाई शोध कार्यको निम्ति एमए र एमएससी स्तरबाट नै उनीहरूलाई प्रेरित गरिरहेको हामी पाउँछौँ। त्यति मात्र होइन, आवश्यकता परेको समयमा ट्युटोरियल स्पेसल एउटा क्लासेस समेत उहाँहरूले लिएर विद्यार्थीहरूको उन्नतिको निम्ति, उनीहरूको ज्ञान बढुन् भनेर होइन, सूचना उनीहरूलाई दिनको निम्ति, जानकारी प्रदान गर्नको निम्ति उनीहरूले एक्स्ट्रा समय समेत लगाइरहेका छन्। 2024 देखिको अफलाइन क्लासेस मङ्पुमा भइरहेको छ। त्यति छोटो समयभित्रमा, मात्र 2 वर्षको समयमा दार्जिलिङ हिल्स युनिभर्सिटीले लगभग 3वटा इन्टरनेसनल सेमिनार, लेक्चर्स गरिसकेका छन्, जहाँ नेदरल्यान्डका हङ्गेरीबाट हाम्रा विभिन्न प्राध्यापकहरू, प्रोफेसर्सहरू आएर उहाँहरूले आफ्नो ज्ञान उहाँले दिएर गएका छन्, सूचना बाँडेर गएका छन्, जसले गर्दा डिएचयुका विद्यार्थीहरू लाभान्वित बनेका छन्। त्यो बाहेक पनि यहाँनिर डिएचयुले 3वटा नेसनल वर्कसप गरिसकेको छ अनि आगामी दिनमा पनि जुलाई र अगस्तमा नेसनल वर्कसप ग्लोसरी प्रिपरेसनको निम्ति इकोनोमिक्स, कमर्स एन्ड म्याथमेटिक्सको हामी गर्न लागिरहेका छौँ। भर्खरै मात्र पनि आज तपाईँले मलाई यो प्रश्न सोधिरहनु भएको बेलामा अर्को कक्षामा हाम्रो नेसनल कन्फरेन्स एन्ड वर्कसप इन म्याथमेटिक्स चलिरहेको छ, जसलाई अनुदानबाट निकै ठुलो एउटा देशको संस्था नेसनल बोर्ड अफ हायर एडुकेसन, डिपार्टमेन्ट अफ एटोमिक र एनर्जी, त्यो डिपार्टमेन्टले अनुदान दिएको छ। र यहाँनिर देशभरिका प्रोफेसरहरू आउनुभएको छ र दार्जिलिङबाट पनि सेन्ट जोसेफ्स है, कालिम्पोङबाट, सिलगढीबाट सेलेस्टियन्सका विद्यार्थीहरू आएर यसको लाभ उठाइरहनु भएको छ। र हाम्रा डिएचयुका स्टुडेन्टहरूले त प्रत्येक वर्कसप, प्रत्येक कन्फरेन्स, प्रत्येक लेक्चर्समै सहभागी भएर त्यसको लाभ उठाइरहेका नै छन्। त्यति मात्र होइन, अब भर्खरै डिएचयुले एउटा नेसनल MEAP ग्रान्ट पाएर ठुलो प्रोजेक्ट पनि पाएको छ। अब यो चाँडै नै यो प्रोजेक्ट पनि सुरु भएको छ र आगामी दिनमा हामीलाई कन्सर्न डिपार्टमेन्टले जोगीघाटमा एकाडेमिक बिल्डिङ बनिएर मार्चसम्म हामीलाई दिने उनीहरूले वचन दिनुभएको छ। र अब हामी मङ्पुको आइटिआई बिल्डिङमा मात्र होइन, अब हाम्रो शिक्षा संस्थान जोगीघाटसम्म विस्तार भएर जानेछ र यो निश्चय नै विकासको अथवा प्राप्तिको मोडहरू हो भनेर म भन्न चाहन्छु। त्यति मात्र होइन, हामीले विद्यार्थीहरूको निम्ति र सारा पहाडलाई अवगत गराउनको निम्ति एउटा म्याराथन पनि गऱ्यौँ, रन फर द हिल्स भनेर म्याराथन पनि हामीले गऱ्यौँ। नानीहरूलाई यस प्रकारको एक्टिभिटिजसँग
है जोड्ने अनि इन्डोर हामीले गेम्सको निम्ति पनि धेरैवटा सुविधाहरू हामीले विद्यार्थीको निम्ति राखेका छौँ। घरकै भात खाएर आफ्नै आँगनमा कम्ती खर्चमा उच्च शिक्षा प्राप्त गर्नु भनेको मलाई लाग्छ त्यो सौभाग्य हो। र आगामी दिनमा इस्टर्न हिमालयन कन्फरेन्स हुँदैछ र त्यसको साथसाथै डाक्टर शैबल राय हुनुहुन्छ जो चाहिँ दार्जिलिङ गभर्मेन्ट कलेजको फिजिक्स डिपार्टमेन्टमा मसित उहाँले काम गर्नुभएको हो र आज उहाँ एउटा रिसर्च सेन्टरसित सम्बद्ध हुनुहुन्छ र उहाँले हालैमा एउटा टेलिस्कोप हामीलाई दिनुभएको छ, प्रदान गर्नुभएको छ। उहाँलाई डिएचयुको तर्फबाट अशेष धन्यवाद उहाँलाई चढाउन चाहन्छु। र अब हामी चाँडै नै अस्ट्रो क्लब सुरु गर्नेछौँ र प्रत्येक डिएचयुका विद्यार्थीले त्यसको लाभ उठाउन सक्नेछन्। युजिसीको मान्यता प्राप्त दार्जिलिङ हिल्स युनिभर्सिटीमा पढ्न पाउनु सर्वत्र विद्यार्थीहरूको निम्ति र त्यसमा पनि विशेष गरेर दार्जिलिङ पार्वत्य क्षेत्रका विद्यार्थीहरूको निम्ति यो एउटा सुनौलो अवसर हो भन्ने मलाई लाग्छ र निश्चय नै हाम्रा विद्यार्थीले दार्जिलिङ हिल्स युनिभर्सिटी उच्च शिक्षाको निम्ति चयन गर्ने नै छ भन्ने मलाई लाग्छ।